तपाईले कहिले सोच्नु भएको छ धनीहरू झन् धनी किन बन्छन् र गरिबहरू सधैँ सङ्घर्षमै किन रहन्छन्? आज हामी यस्तो पुस्तकको सारांश सुन्दैछौँ जसले तपाईको आर्थिक सोचाइ नै बदलिदिन सक्छ। नमस्कार साथीहरू, स्वागत छ तपाईहरूको आफ्नै च्यानलमा। म आज तपाईहरूका लागि ल्याएको छु रिच ड्याड पुअर ड्याड पुस्तकको नेपाली सारांश। यो पुस्तकले पैसाप्रतिको हाम्रो सोच परिवर्तन गरेर वित्तीय स्वतन्त्रताको बाटो देखाउँछ। यदि तपाईँ विद्यार्थी, व्यवसायी वा किताब प्रेमी हुनुहुन्छ भने यो भिडियो तपाईका लागि अत्यन्त उपयोगी हुनेछ। ल, आजको यो गहिरो छलफलमा स्वागत छ। एउटा प्रश्नबाट सुरु गरौँ है त। के राम्रो पढाइ अनि एकदमै राम्रो नम्बर र त्यो ढुक्कको जागिरले साँच्चै आर्थिक सफलता दिलाउँछ त आजकल? खोइ मलाई त लाग्छ यो पुरानो सोचाइ अलि जोखिमपूर्ण भइसक्यो कि। यो निकै महत्त्वपूर्ण प्रश्न हो। आज हामी त्यही रिच ड्याड पुअर ड्याड भन्ने किताबका केही अंश केलाउँदैछौँ, जहाँ नि पैसा कमाउने, धन कमाउने बारेमा दुई एकदमै फरक बाटाहरू देखाइएको छ। हो, यो किताबले धेरैको सोच नै परिवर्तन गरिदिएको छ। हाम्रो छलफल त्यही किताबमा आधारित छ। त्यहाँ व्यक्तिगत अनुभवहरूबाट पैसा र लगानीका कुराहरू सिकाएको छ। हाम्रो उद्देश्य के हो भने त्यो परम्परागत सल्लाह, मतलब पढ्ने, जागिर खाने भन्ने कुरा किन सधैँ काम नगर्न सक्छ भनेर बुझ्ने, अनि पैसा, सम्पत्ति र आर्थिक स्वतन्त्रता बारे अलि फरक तरिकाले सोच्ने। बिल्कुल। किताबको मुख्य कुरा नै दुई बुबाहरूको सोचाइको फरक हो, होइन त? हो नि। एकजना त लेखकका आफ्नै बुवा, उहाँ निकै पढे लेखेका तर सधैँ जागिरको सुरक्षा खोज्ने, परम्परागत सोचाइ। अनि अर्का चाहिँ उहाँको साथीको बुवा, जसले स्कुल त पुरा गरेनन् रे, तर पैसाले कसरी काम गर्छ भनेर सिकाए। हो, त्यही हो मुख्य भिन्नता। उहाँको एउटा भनाइ छ नि, गरिब र मध्यम वर्ग पैसाको लागि काम गर्छन्, धनीहरूले चाहिँ पैसालाई आफ्नो लागि काम लगाउँछन्। यो सुन्दा त सुरुमा अलि कस्तो कस्तो लाग्छ, होइन र? हो, अलि उल्टो जस्तो सुनिन्छ, तर यसले हाम्रो शिक्षा प्रणालीमा भएको एउटा ठूलो खाडल देखाउँछ। कस्तो खाडल? वित्तीय साक्षरताको खाडल। मतलब हामीलाई स्कुलमा जागिर खान त सिकाइन्छ, तर पैसा कसरी चलाउने, कहाँ लगानी गर्ने सामान्य हिसाब किताब, जस्तै कति आयो, कति गयो, के सम्पत्ति छ, कति ऋण छ, यस्तो कुरा बुझ्न सिकाइँदैन। हो त नि। एउटा घटना नै छ नि किताबमा, जहाँ त्यो क्याश फ्लो भन्ने बोर्ड गेम खेल्दाखेरि पढे लेखेका मान्छेहरू, ब्याङ्करहरू समेत आम्दानी विवरण र ब्यालेन्स सिट जस्तो सामान्य कुरामा अल्मलिएका थिए रे। ए हो र? उनीहरूलाई सम्पत्ति र दायित्वको त्यो आधारभूत फरक नै थाहा रहेनछ। सम्पत्ति मतलब एसेट र दायित्व, लायबिलिटी को कुरा आयो। यो त निकै महत्त्वपूर्ण रहेछ। एकदमै। धनी बुबाको परिभाषा त झन् कति सरल थियो है। एसेटले खल्तीमा पैसा हाल्छ अरे, लायबिलिटीले खल्तीबाट पैसा निकाल्छ अरे। हो, त्यति सिधा। धेरैले आफ्नो घरलाई सबैभन्दा ठूलो सम्पत्ति मान्छन् नि। मान्छन्। तर यो परिभाषा अनुसार त घरले ऋण तिर्नु पर्यो, कर तिर्नु पर्यो, मर्मत खर्च, यसले त पैसा बाहिर मात्रै लगिरहेको हुन्छ। त्यो त लायबिलिटी पो भयो त। बिल्कुल। धनी बुबाको दृष्टिकोण ठ्याक्कै त्यही हो। यदि घरले नियमित आम्दानी दिँदैन, मतलब भाडा आउँदैन भने त्यो लायबिलिटी हो, जसले पैसा बाहिर निकाल्छ अनि अरू ठाउँमा लगानी गर्ने अवसर पनि त घुमाइरहेको हुन्छ नि। हो त नि। उहाँको सल्लाह थियो पहिले नगद प्रवाह दिने, मतलब नियमित आम्दानी आउने सम्पत्तिहरू, जस्तै भाडा आउने घर, स्टक, बन्ड्स, यस्ता कुराहरू किन्नुहोस्। पहिला आम्दानी दिने चिज। हो, अनि ती सम्पत्तिबाट आएको आम्दानीले मात्र विलासिताका सामानहरू वा त्यो ठूलो भर किन्नुहोस्। यसरी चाहिँ पैसा तपाईको लागि काम गर्न थाल्छ, तपाईँ पैसाको लागि काम गर्ने होइन। यो त सोचाइ नै पुरै बदल्ने कुरा भयो। यही सोच आफ्नो काममा ध्यान दिनुहोस्, माइन्ड योर ओन बिजनेस भन्ने विचारसँग पनि जोडिएको हो कि? हो, एकदमै मिल्छ। यो निकै महत्त्वपूर्ण कुरा हो। यसको अर्थ के हो भने आफ्नो पेशा मतलब तपाईको जागिर र आफ्नो व्यवसाय मतलब तपाईको सम्पत्ति थप्ने काम, यी दुईटा फरक कुरा हुन् भनेर बुझ्नुपर्छ। जागिर र बिजनेस फरक हो। जस्तै म्याकडोनाल्ड्सका संस्थापक रे क्रोकलाई हेरौँ न। उनको पेशा त बर्गर बेच्ने फ्रेन्चाइज बढाउनु थियो, तर उनको वास्तविक व्यवसाय, उनको बिजनेस चाहिँ के थियो त भन्दा ती फ्रेन्चाइज राखिएका जग्गाहरू किन्नु थियो। जग्गा पो? जग्गा। उनले आम्दानी दिने रियल इस्टेटमा ध्यान दिए, त्यो उनको बिजनेस थियो। ह्यामबर्गर बेच्नु त उनको प्रोफेसन मात्र। बुझियो। यसको मतलब
तलब धेरै कमाउनु मात्रै ठुलो कुरा रहेनछ। त्यो पैसालाई कसरी चलाउने, कसरी बढाउने भन्ने वित्तीय ज्ञान, त्यो बुद्धि झन् महत्त्वपूर्ण रहेछ। एकदमै महत्त्वपूर्ण। हामी सुन्छौँ नि कति चिठा जितेका मान्छेहरू वा एकदमै धेरै कमाउने खेलाडीहरू पनि केही समयमै टाट पल्टिएका कथाहरू हो, प्रशस्तै छन्। पैसा भएर मात्रै भएन, त्यसलाई सम्हाल्ने बढाउने बुद्धि चाहियो। एकदम सही। र यो बुद्धि विकास गर्न नि केही मानसिक बाधाहरू हटाउनुपर्छ, जस्तै पैसा गुम्ला कि भन्ने डर, अनि त्यो निराशावाद, शङ्का गर्ने बानी। डर त लाग्छ नि पैसा गुम्ला भनेर। लाग्छ, तर धनी बुबाले के सिकाउनु भयो भने यही डरले मान्छेलाई सुरक्षित बाटो मात्र रोज्न लगाउँछ, नयाँ कुरा सिक्न दिँदैन। असफलतालाई उहाँले सिक्ने मौका मान्नुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो हार्नेहरू असफलताबाट भाग्छन्, तर असफलताले नै जित्नेलाई अझ बलियो बनाउँछ। गजबको सोच। अनि सुरुमा धेरैतिर हात हाल्नुभन्दा एउटै कुरामा केन्द्रित हुन, फोकस्ड हुन पनि उहाँ जोड दिनुहुन्थ्यो। हो, र अर्को एउटा रोचक कुरा पनि थियो नि, सुरुमा सित्तैमा काम गरेर सिक्नु। त्यो पनि महत्त्वपूर्ण पाठ हो। उहाँले लेखक र उनका साथीलाई पैसाको लागि मात्र काम गर्ने सोचबाट निकाल्न सुरुमा सित्तैमा काम गराउनु भयो नि। हो, त्यसले उनीहरूलाई पैसा कमाउने नयाँ अवसरहरू देख्न सिकायो रे। बिल्कुल। जस्तै त्यो कमिक बुकको उदाहरण छ नि, सित्तैमा फ्याँकिएका कमिक बुक जम्मा गरेर लाइब्रेरी खोल्यो। त्यो त सित्तैमा काम गर्दा देखेको अवसर थियो। हो त। सारमा भन्नुपर्दा नि यो किताबले के भन्छ भने आर्थिक सफलता भनेको तलब वा जागिरको सुरक्षाले मात्र निर्धारण गर्दैन, बरु त्यो वित्तीय साक्षरता, पैसाको प्रवाह बुझ्ने क्षमता अनि निरन्तर आम्दानी दिने सम्पत्ति जोड्ने बानीले निर्धारण गर्छ। पैसा कसरी कमाउने मात्र होइन, त्यसलाई कसरी टिकाउने र बढाउने भन्ने ज्ञान चाहिँ महत्त्वपूर्ण हो। यो त साँच्चै सोच बदल्ने कुरा हो। सम्पत्ति रातारात बन्दैन, तर सानो कदम र सही सोचबाट सुरु गर्न सकिन्छ। मतलब पैसाको लागि मात्र मरिमेट्नु भन्दा पैसालाई आफ्नो लागि कसरी काम लगाउने भन्नेतिर ध्यान दिनु जरुरी देखियो। एकदमै। अब आजको लागि एउटा प्रश्न छोडेर जाउँ न त, है? हुन्छ। पहिले जमिन धन थियो भनिन्थ्यो, त्यसपछि उद्योग धन्दा धन भए। आजकल त सूचनै धन हो भनिन्छ। हो त, इन्फर्मेसन इज वेल्थ। र यो सूचनाको धन त एकदमै तीव्र गतिमा फैलिरहेको छ, परिवर्तन भइरहेको छ। यस्तो बेलामा कुनै एउटा प्रमाणित सूत्रमा मात्रै भर परिरहनु कतिको बुद्धिमानी होला कि निरन्तर सिक्दै आफ्नो आर्थिक रणनीतिहरू समयअनुसार बदल्दै जानु पो बढी महत्त्वपूर्ण छ कि के लाग्छ? यदि तपाईलाई यो सारांश मन पर्यो भने कृपया लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोला। यस पुस्तकले सिकाउने विचार तपाईको जीवनमा उपयोगी भयो भने कमेन्टमा आफ्नो अनुभव लेख्नुस्। अर्को भिडियोमा नयाँ पुस्तकसँग भेटौला, तबसम्मका लागि सिकिरहनुहोस्, बढिरहनुहोस्।